ल है त यहाँ औषधि खाइरहेछ आशिका दिदीलाई बोलाउनु पर्छ ल यस्तो छ ग्यास्ट्रिकको औषधि खाइरहेछ केटाहरूले है ल बस पार्कमा छौँ हामी अब चाहिँ एकछिन निस्किने भनेको छ है त ओके सिरेली त ल चिया नास्ता भइरहेछ है त ल है चिया जाने भनेछ कस्तो लाग्यो चिया चाहिँ ठिकै छ चिया कस्तो लाग्यो अमिलो बस पार्कको चिया जस्तै महँगो रहेछ पुगिन्छ किन नपुग्ने यसमा स्टिक आटेपछि ल बस चढ्यो भने हामी बस चढ्यौँ अब है म सोइ नि यस्तो छ है बाबुमा बेसी सहर यस्तो रहेछ है ल है बेसी सहर पुगेका छौँ हामी है छ्याउ छ त्यो मलाई त छ्याउ कस्तो ठिक छ खोइ टोपी कस्तो बाबाले छ फेरि खाली दामी देखेको छ चप्पल पनि किन्यो पानी परेको घरमा चाहिँ यहाँ बेसी सहर यस्तो छ है त बेसी सहरमा छिटै चिसो रहेछ यस्तो रहेछ घरमा पेस्ट ल ज्यान छोड्यो हामी खाङसार अब लाग्यौँ है आज हामी बसेको यहाँ हो होटेलमा बसेको हो ल अब हामी यो बोलेरो होइन बोलेरोबाट चाहिँ आज हामी खाङसारतिर जाँदैछौँ लगभग 7-8 घन्टा लाग्छ भनेको छ होइन कस्तो एक्साइटेड छ केटा एकदम जाँदैछौँ एक्साइटेड अर्जुन त फुल एक्साइटेड हो फुल अगाडि बसेर हैन ए ल अझै हामी होइन अब चाहिँ राम्रो अब सुरु ल ओके सुन्नुलाई त्यो नेतालाई अब यस्तै बाटो चाहिन्छ जुन नेता आयो नि यो बनाउने होइन नि हामी सुरु भयो धेरै ढुङ्गा छ यार रहेछ त मलाई गाह्रो हुन्छ कि ए सरी ल दाइ जाउँ त्यो पछाडि बानेको चाहिँ पेट्रोल होला है लास हल्लिँदो रहेछ नि त यहाँ होइन डिजल हो त्यो सरी यो गाडी पनि हुन्छ त्यो स्टेबल हुन्छ खतरा रहेछ त बाटो यार अर्ग्यानिक केरा खाँदैछ केटाहरू है यहाँ चाहिँ अर्ग्यानिक केरा ल यस्तो हुँदो रहेछ है त्यो अर्ग्यानिक केरा मोटो हामी चाहिँ कुन झरना रे हो झरनामा आएको छौँ है एउटा झरना फुङ झरना कि कुन झरना भन्थे अब यहीँ हामी खाना पनि खाने हो है केटाहरू कहाँ छ
जाने बोजमा बसेर फोटो खिचिरहेको छ। कुन झरना यो? फुङ झर्ना झरना होइन बुङ बुङ झरना फुङ झरना है। ल हामी च्याम्चेमा पुग्यौँ। च्याम्चेमा बसेर चाहिँ यसरी हामी लन्च सुरु भयो है त। एकदमै मिठो होला जस्तो छ है। मैले चाहिँ खासै खाइनँ, भोक लागेको छैन है, त्यही भएर चाहिँ खाएको छैन। कफी खाँदैछु। यस्तो झर्ना हेर्दै है चट्ट लगाएर खाँदैछौँ। खाना कस्तो छ केटा? यस्तो खाना त पाउँदैन, पनि पाउँदैन। थकाली पनि फेल होइन। यो खाएर थकाली खानु मन लाग्दैन। एकदमै बेस्ट। ल अक्टोपस झरना त्यसलाई किन अक्टोपस झर्ना भनेको बल्ल थाहा भयो। हामी मनाङ प्रवेश गरेको हो त। यहाँ बाटो बनाइसकेको त यहीँको भिडियो के अराङ छिर्यो। यहाँ यस्तो माथि जाँदा अब सुरु भयो रमाइलो ठाउँहरू। ड्याम है कसरी बन्यो होला कि? एकछिन बस्ने होइन त हामी यहाँ एकछिन बसौँ। भिडियो के हिँड्दै जाऊँ। ए ल हामी अब ग्रिन लेकतिर जाँदैछौँ। सबै साथीहरू एकदम एक्साइटेड हुनुहुन्छ नि होइन? We are very much excited. हुनु पनि पर्छ अब ग्रिन लेकमा। झुलुङ्गे पुलमा हामी गइरहेछौँ। खै देउता यस्तो छ झुलुङ्गे पुल होइन, ग्रिन लेक त्यहाँ अरे। ल ओ डर लाग्छ क्या हो, झुलुङ्गे छ त। ग्रिन लेक पुगेका छौँ। यस्तो छ यहाँको भ्यू, ग्रिनै रहेछ है। निभे अनि हिमालयको तिर यस्तो रहेछ जाडो चाहिँ। ल हामी ब्लू लेकमा आएको छौँ है। यस्तो छ ब्लू लेक, यस्तो रमाइलो। एकदमै चिसो छ। चिसो छ, एकदमै चिसो तर रमाइलो रमाइलो छ। ओके त्यही थिच्दैन। कतिको डिप छ? गहिरो। केटाहरू यहाँ फोटो खिच्न व्यस्त छ। साँझको 5:30 भएको छ है। यस्तो छ मौसम, एकदम ब्लू छ। कति मिनट लाग्छ लास्ट सक्यो अब? तनावमा पऱ्यो। मैले सक्दै सक्दिनँ खाइसकेको मैले गेमै सलामी हो के को सलामी नि। म त चाँडो त आफ्नो सबै खान्छ भनेर सोचिरहेको थिएँ। यो खाँदैन। ल अब चाहिँ हामी खाङसारदेखि कट्टुमा त के हुन्छ र प्याकिङ सुरु भएको छ। एकदमै भारी भइसक्यो है। ल खाङसारको होटेलबाट यस्तो छ। यस्तो भ्यू छ। यता हिमाल छ, यही नजिकै छ ल हिमाल। चिसो छ, माइनस
7 देखि -10 को रेन्जमा छ। चिसो हावा बिहान यस्तो छ। याक्सुकुटी चुलो पनि रहेछ है। गार्लिक सुप तान्दै खो यार चिसो भयो। राम्रो मिठो रहेछ यसो। अरूभन्दा पनि ट्रबल गर्दाखेरि केही भएन। त्यही हो ठुलो कुरा होइन। त्यही भएर मैले खाएको। म त गाह्रो होला भन्ने ठाने थिएँ। रेडी छ गाइज? रेडी भइहाल्छ। ल अब हिँड्ने चाहिँ कसरी हिँड्ने थाहा छैन। हामी रेडी चाहिँ भइसक्यौँ है। पुरै ब्याग प्याक भइसक्यो। ल अब चाहिँ हामी हिँड्यौँ होइन। ट्रेकिङ स्टार्टेड। ओ खतरा हिमाल उता देखाउ न। ट्रेकिङ सुरु भइसकेको छ। ट्रेकिङ भइरहेछ। यस्तो छ अवस्था। ठिक आइरहेछ। एकदम रमाइलो भइरहेछ। ऊ त्यो सूर्य खड्का हो क्या? सक्दैन नि यार राजा। लोकेसन म्याप अफ श्री खड्का एरिया रहेछ नि त यो होइन। यो के तारे गुम्बा रहेछ अनि श्री खोला। ओके चरा बा श्री खड्का। श्री खड्का पुगेका छौँ 4070 अल्टिट्युडमा है। रमाइलो भइरहेछ। केटाहरू कता छ थाहा छैन, देखेको छैन।
है यस्तो छ भ्यू कालो यस्तो हावा चलिरहेछ केटाहरू कता हो कता देखेकै छैन हाइटमा आइसक्यो ल्यान्डस्लाइड एरिया भनेको छ यस्तो भयो त हावा चाहिँ चल्ने रहेछ गोरी यस्तो हावा चलिरहेछ कि ल्यान्डस्लाइड एरिया यहाँ केटाहरूलाई कुरिरहेको छु है केटाहरू कहिले पुग्ने हो थाहा छैन यस्तो नजिकै छ हिमालमा ल हामी यहाँ जसरामको होटेलमा छौँ है ल कफी खान लाग्छु हामी यहाँ यस्तो छ किचन घोडा चढेर आएको होइन त ल्यान्डस्लाइड एरिया यहाँबाट गरिदिउँ ल्यान्डस्लाइड एरियामा छौँ है अलिकति गिट्टी भएकोले चाहिँ यो चिप्लिँदो रहेछ यहाँ अरू त ठिकै छ त्यस्तो पनि छैन है हेलो ल्यान्डस्लाइड एरिया कटेर आउनु हेलो लाग्यो ल ल्यान्डस्लाइड एरिया क्रस भयो भने चाहिँ अब ल्यान्डस्लाइड एरिया कस्तो फिलिङ भइरहेछ केटाहरूलाई ठिकै सरोजलाई ठिकै भइरहेछ धर्मलाई मलाई गाह्रो ए ल उसलाई चाहिँ गाह्रो भएको रहेछ है आएको छ बेस क्याम्प घरहरू देख्न सक्नुहुन्छ यस्तो आएको हामी ओहो ग्यास यसरी ल्याउँदो रहेछ है पाद्यो लास्ट ल केटाहरूले ग्यास ल्याएर चाहिँ सही गरेछ यस्तो पानी तातिरहेछ टनक्क होइन चाउचाउ पनि खाइसक्यो बियर खाइरहेछ होइन कफी खाइसक्यो यस्तो भ्यू छ यहाँ
ल बिहानको 3 बजेको छ है यहाँ चाहिँ पुरै ग्यास पानी तातो पानी भइरहेछ है त पानी त बोया छ नि यसरी लाइट राखेर चाहिँ बिहान गइरहेको छौँ है अर्जुन चाहिँ क्या क्लियर आइरहेछ कि छ अनि अझै यसले लाइट उ गर्न सकेन यार बाइस घुम्ती सुरु बाइस घुम्ती सुरु भयो त मान्छेहरू यस्तो हिँडिरहेछ हिँडिरहेछौँ पुलिसको आइरहेको छ है फाइनल्ली डेस्टिनेसन घुम्न लागेको छ अझै हिँडेको हिँडिन्छ ओहो अझै रहेछ त कहाँ अब चाहिँ यो बाटो चाहिँ सजिलो छ है हिँड्नुको लागि ल दिल्चो गएर आएर यसरी खाइरहेको छौँ अझै त्यहाँदेखि ढलिरहेको छ धर्मलाई कस्तो छ ठिक छ ग्यास ल्याएर चाहिँ सही भयो है